हेलो गाइज, आज म हजुरहरूलाई गोल्डन जुबली स्कलरसिपको बारेमा मोस्ट इम्पोर्टेन्ट कुराहरू सेयर गर्न जाँदैछु। सो प्लिज ध्यान दिएर सुन्नुहोला यो भिडियोलाई। यसले तपाईँको डाउट्सहरू पक्कै पनि क्लियर गर्नेछ। बट बिफोर द्याट हजुरहरूको लागि एउटा खुसीको खबर छ। जसले स्कलरसिप फर्म भर्न छुटाउनु भएको छ उहाँहरूको लागि लास्ट डेट अझ एक्सटेन्ड गरिएको छ, जुन हो मङ्सिर 4 गतेसम्म। सो गाइज प्लिज मेक स्योर यो लास्ट डेटभित्र तपाईँहरूले आफ्नो फर्म भर्नुहोला। सो नाउ लेट्स मुभ इन्टु द मेन पार्ट। सो हजुरहरूको क्वेसन्सहरू यस्तो हुने गर्दछ। सिटिजनसिप रिलेटेड रिक्वायरमेन्ट्स, percentage conversion for grades or marks, I haven't joined college yet, am I still eligible to apply for the scholarship, issue date of the documents। यो क्वेसनहरू ममा पनि हुन्थ्यो पहिला जब मैले गोल्डन जुबली स्कलरसिपको फर्म भर्थेँ। सो नाउ लेट्स क्लियर इट। सिटिजनसिप सर्टिफिकेट यहाँ तपाईँले आफ्नो अपलोड गर्नुपर्ने हुन्छ। यसमा स्याम्पल पनि दिएको छ। जब यहाँ क्लिक गर्नुहुन्छ तब एउटा स्याम्पल निक्लिनेछ जुन यस्तो प्रकारको छ। यो स्याम्पल हेरेर तपाईँले आफ्नो सिटिजनसिप सर्टिफिकेट यसरी नै अपलोड गर्नुपर्छ। तर मेन थिङ इज यदि तपाईँसँग आफ्नो सिटिजनसिप सर्टिफिकेट छँदै छैन र बनाएको छैन भने यो केसमा तपाईँहरूले आफ्नो बर्थ सर्टिफिकेट पनि अपलोड गर्न सक्नुहुनेछ। यदि बर्थ सर्टिफिकेट पनि